भाइरल हुनलाई नाङ्गै नाच्छ अनि घोडा चल्नु नि त दिदी भाइलाई रुसाइदिनु पानी आएर माछा यस्तरी हातले माथि फाल्ने कमलको फुल जताततै कहाँ देख्छ नि त कसले देख्छ त भाग्य मान्यो गाइज अहिले घोडाघोडी आइसकेपछि घोडाघोडी आएर हेरेको त टिकटकमा भाइरल दिदी डान्स गरेर भाइरल हुनुभएको दिदी मनमाया दिदीलाई भेटिसकेका छौँ ल दिदी हाई गर्नु त नगर्ने पानी भरेर पुरा माछामा आउँछ पुरा डुब्छ यहाँ पुरा पानी भरेर आउँछ यहाँ माथिसम्म यहाँ माथिसम्म त्यही त एकचोटि पल गरिदिनु न दिदी आज आधा त घुम्नै भएको छैन होला पछाडि गइस न पछाडि दामी छ नि दिदी एक दुई चक्कर हानेर आइस केही दिदी दुई शब्द भनिदिस त ल केही घोडाघोडीको बारेमा ल के कस्तो बनाउँदा राम्रो हुन्छ अझै राम्रो हुन्छ भन्ने अन्त पूजा गर्ने ठाउँ हो कि चुम्मा खाने ठाउँ हो त्यो त्यहाँ माथि बढी जस्तो यो कपाल आउने ठाउँ हो कि दिदी यता उता मन्दिर यो कपाल आउने ठाउँ यतातिर भित्र मन्दिरमा पूजापाठ अब के गर्ने अहिलेको जमाना नै यस्तै छ जान त पनि ओइ मोटा मान्छेले भन्ने यत्रो के एक गिलास चिया खाए पुग्छ होला अनि घोडा चल्नु नि त दिदी त्यहाँ घोडा छ जानु हजुर घोडा मन पर्दैन कतिपय मान्छेले भिडियो भाइरल हुनलाई नाङ्गै नाच्छ मैले आफ्नो कला देखा यो पोखरीको के पोखरी भनेको तालको लेक साइड भन्दा ठुलो नै छ यो त लास्टै ठुलो छ नि 7 गाउँ डुबेको हो बन्दाकोपी रहेछ के गर्ने अब त कहिले नदेखेकालाई हो कि कमलको फुल जताततै कहाँ देख्छ नि त कसले देख्छ त भाग्य मान्यो हामी यहीँ बस्न पाएको छ हो कि नै यहीँ घर छ रमाउन पाएको छ लड्न पाएको छ माछा त्यति खान पाएको छ आउनुलाई दिदी माछा खान माछा छोप्न त चल्दैन मलाई त माछा हो शुद्ध ऊ हो शाकाहारी हो के भन्न चाहनुहुन्छ मेरो युट्युब च्यानलको बारेमा टिकटक आइडी जोरले भन्नु न अलिकति सबैले भाइलाई रुसाइदिनु ल बाई बाई दिदी